नमस्कार सबैजनालाई। आज यहाँहरूका लागि अत्यन्तै महत्त्वपूर्ण भिडियो सामग्री र साथै पावर पोइन्ट प्रेजेन्टेसनका साथमा उपस्थित भएको छु र अव्यवस्थित बसोबासीहरूको ले राज्यलाई तिर्नुपर्ने राजस्व कसरी निर्धारण हुन्छ भन्ने कुरा बुझ्नलाई निकै अलि जटिल छ। त्यो अनुसूचीहरू हेर्दाखेरि त्यसलाई कसरी सरल तरिकाले सबैले बुझ्ने गरी बनाउन सकिन्छ भनेर मैले निकै मेहनत गरेँ। मलाई लाग्छ यसलाई तपाईले दोहोर्याएर हेर्नुभयो भने मात्रै एउटा मेसो आउँछ कि जस्तो लाग्छ। तर पनि कोसिस चाहिँ निकै कोसिस गरेको छु मैले। हामीले अव्यवस्थित बसोबासीले कति रकम तिर्नुपर्ने हुन्छ हाम्रो नाममा जग्गा आउँदा भन्ने कुरा सबैको चासोको विषय छ। मलाई भिडियो सामग्री मार्फत मेसेजमा पनि यो कुरा सबैजनाले धेरै जस्तोले चाहिँ क्वेसन गर्नुभएको थियो र हेर्दै जाँदा भूमि सम्बन्धी जुन नियम छ त्यसको 21औं संशोधन 2073 साल जेठको 11 गते नेपाल सरकारले जारी गरिसकेपछि त्यसको अनुसूचीमा यो अव्यवस्थित बसोबासीले तिर्नुपर्ने राजस्व निर्धारण सम्बन्धी दुईवटा अनुसूची त्योसँग सम्बन्धित दुईवटा महत्त्वपूर्ण अनुसूची छन्। त्यो अनुसूचीलाई विश्लेषण गरेर मैले आज तपाईहरुलाई शुल्क निर्धारण सम्बन्धी व्यवस्था के कसरी हुन्छ भन्ने कुरा प्रस्तुत गर्न गइराखेको छु। नम्बर 1, अव्यवस्थित बसोबासीको राजस्व निर्धारण गर्दाखेरि जम्मा 4 वटा चरणमा काम हुन्छ। पहिलो चरणमा अव्यवस्थित बसोबासीलाई क देखि ज वर्गसम्म विभाजन गर्नुपर्ने हुन्छ। क देखि ज वर्गको विभाजन गरिसकेपछि त्यसपछि त्यो वर्ग अनुसार चाहिँ अङ्कभार निर्धारण हुन्छ। भनेको कुन वर्गले कति चाहिँ कस्तो अङ्क प्राप्त गर्छ भनेर दोस्रो अङ्कभार निर्धारणको काम हुन्छ र तपाईले अङ्कभार निर्धारण भइसकेपछि त्यसपछि सूत्रद्वारा त्यसको राजस्व कति हुन्छ भनेर हिसाब गरिन्छ र चौथो चरणमा दाखिला हुन्छ। अब अव्यवस्थित बसोबासीको वर्गीकरण कसरी गरिन्छ त भनेर हेर्नलाई अर्को स्लाइडमा म तपाईहरुलाई प्रस्तुत गर्दैछु। अव्यवस्थित बसोबासीको वर्गीकरण जम्मा 7 वटा आधार लिएर वर्गीकरण गरिन्छ। पहिलो नम्बर जनसंख्याको आर्थिक अवस्था अथवा तपाईको आर्थिक अवस्था कस्तो छ। त्यो आर्थिक अवस्थाका आधारमा तपाईले कुल अङ्क मध्ये तपाईले कुल प्राप्ताङ्क उच्चतम आर्थिक अवस्था राम्रो छ भने 30 अङ्क प्राप्त गर्नुहुन्छ भने जति आर्थिक अवस्था कमजोर छ त्यो कम अङ्क प्राप्त गर्दै जानुहुन्छ। त्यसैगरी दोस्रो नम्बरमा बसोबासको स्थिति के छ भन्ने आधारमा कुल प्राप्ताङ्क 15 हुन्छ भने त्यसैगरी जग्गाको प्रकृतिका आधारमा कुल प्राप्ताङ्क 5 हुन्छ। क्षेत्रफलका आधारमा प्राप्ताङ्क 15 हुन्छ भने बसोबासको मूल्याङ्कनका आधारमा कुल अङ्क 10 र त्यसैगरी आबाद कमतको अवधिको आधारमा अङ्क 10 र अन्यन्त्र जग्गा भए नभएको आधारमा 15 गरी जम्मा 100 अङ्कको चाहिँ अङ्क विभाजन हुन्छ। भनेको तपाईलाई 7 वटा आधारमा हामीलाई अव्यवस्थित बसोबासीहरूलाई 7 वटा आधारमा वर्गीकरण गर्नका लागि यो काम चाहिँ अगाडि बढ्छ र यसमा सबैभन्दा बढी अङ्क ल्याउनेले बढी राजस्व तिर्नुपर्छ, कम अङ्क ल्याउनेले कम राजस्व तिर्नुपर्छ। अब यो कसरी निर्धारण हुन्छ भनेर यो 7 वटालाई छोटकरीमा म तपाईको बीचमा प्रस्तुत गर्न गइराखेको छु। नम्बर 1, बसोबासको स्थिति। अब बसोबासको स्थितिको कुरा गर्दै जाँदाखेरि तपाईको आर्थिक स्थिति कस्तो छ त। आर्थिक स्थितिका आधारमा तपाईले 10 अङ्क प्राप्त गर्नुहुन्छ। जति कम अङ्क प्राप्त गर्यो त्यति कम राजस्व लाग्छ भन्ने कुरा मैले यहाँहरुलाई निवेदन गरिसके। आर्थिक अवस्थामा 10 लाख सम्मको राजस्व छ भने तपाईले 10 लाख सम्मको मतलब तपाईको वार्षिक आय छ भने 1 अङ्क प्राप्त गर्नुहुन्छ भने 10 देखि 25 लाख सम्मको तपाईको वार्षिक आय छ भने 3 अङ्क प्राप्त गर्नुहुन्छ। त्यसैगरी 25 देखि 50 लाख सम्मको तपाईको वार्षिक आय छ भने 5 अङ्क प्राप्त गर्नुहुन्छ भने 50 लाख देखि 1 करोड सम्मको तपाईको वार्षिक आय छ भने त्यसलाई 7 अङ्क प्राप्त गर्नुहुन्छ र 1 करोड भन्दा माथिको तपाईको वार्षिक आय छ भने तपाईले 10 अङ्क प्राप्त गर्नुहुन्छ। यो आयको स्थिति तपाईसँग भएको सम्पत्ति र तपाईसँग भएको सवारी साधन अथवा घर संरचनाहरू आदिका आधारमा यसको निर्धारण गरिन्छ। यसका लागि अझ भित्र गएर हामीले धेरै छलफल गर्नुपर्ने हुन्छ। अहिलेलाई लामो हुन्छ भन्ने उद्देश्यले मैले छोटकरीमा मात्रै प्रस्तुत गरेको छु। भनेपछि आर्थिक स्थितिमा कुल 10 अङ्क प्राप्त हुने भयो। 10 अङ्क प्राप्त
जसको आर्थिक अवस्था राम्रो छ उसले बढी कम अङ्क के अरे उसले चाहिँ बढी अङ्क ल्याउँछ भने जसको आर्थिक अवस्था कम छ उसले कम अङ्क प्राप्त गर्छ। बसोबासको स्थितिको अर्को उपआधार भनेको जीवन निर्वाहको आधार हो। तपाईँको जीवन निर्वाह कसरी हुन्छ? ज्याला मजदुरी गरेर तपाईँको जीवन निर्वाह हुन्छ भने 1 अङ्क, कृषि कार्यमा तपाईँले बाट मात्रै तपाईँको जीवन निर्वाह हुन्छ भने चाहिँ 2 अङ्क, अस्थायी वैदेशिक रोजगारी छ भने तपाईँले 4 अङ्क, त्यसै गरी थाई रोजगारी छ भने तपाईँले 7 अङ्क, उपरोक्त मध्ये एकभन्दा बढी छ भने चाहिँ 10 अङ्क, दर्तावाल व्यवसाय छ भने 12 अङ्क, व्यापार व्यवसाय सहित एकभन्दा बढी छ भने तपाईँले 15 अङ्क प्राप्त गर्नुहुन्छ। भनेको जीवन निर्वाहको आधार सबैभन्दा राम्रो छ भने बढी अङ्क आउने हो, जीवन निर्वाहको आधार कमजोर छ भने ज्याला मजदुरी छ भने कम अङ्क आउने हो। मैले अघि पनि भन्दैछु कम अङ्क पाउनेले राजस्व कम तिर्नुपर्छ भने बढी अङ्क आउनेले बढी राजस्व तिर्नुपर्छ। बसोबासको स्थितिको तेस्रो स्थिति भनेको जीवनको स्तर। तपाईँको जीवन स्तर कस्तो छ त? अति कमजोर छ हैन, कमजोर छ, सामान्य छ, मध्यम छ, उच्च छ हो। यो तपाईँको स्तर अनुसार तपाईँले यहाँ देखिएको अङ्कहरू प्राप्त गर्दै जानुहुन्छ। त्यसै गरी नम्बर 2 बसोबासको स्थिति स्थायी रूपमा आबाद कुमत गरेको हो, अस्थायी वा मौसमी आबाद कुमत गरेको हो वा अन्य व्यक्तिद्वारा आमद कुमत गरेको हो भन्ने कुराका आधारमा तपाईँले जुन अवस्था हो तपाईँको त्यो अनुसारको अङ्क प्राप्त गर्नुहुन्छ। मानौँ कि तपाईँले अन्य व्यक्तिद्वारा आमद कुमत गरिराख्नु भएको छ त्यो जमिन भने तपाईँले 15 अङ्क प्राप्त गर्नुभयो हैन। धेरै अङ्क प्राप्त गर्नु भनेको धेरै राजस्व तिर्नु हो। मैले फेरि पनि दोहोऱ्याएँ। अब तेस्रो छ जग्गाको प्रकृतिका आधारमा आबाद गर्न लायक ऐलानी जग्गा हो वा प्रति नदी उकास लगायत सरकारी जग्गा हो वा वन क्षेत्र जनिएको भए तापनि हाल आबाद कमत भएको जग्गा हो। अब यो जग्गाको आधारमा तपाईँले अङ्क प्राप्त गर्दै जानुहुन्छ। तेस्रो आधार पनि सकियो। त्यसै गरी चौथो आधारले तपाईँको मूल्याङ्कन हुन्छ र त्यसमा के हुन्छ भने सहरी क्षेत्र बाहेक अन्य भनेको 340 वर्ग मिटर काठमाडौँ उपत्यका भनेको काउ भनेको काठमाडौँ उपत्यका र सहरी क्षेत्रमा 80 वर्ग मिटर र कृषिका लागि चाहिँ यो कृषिका लागि तपाईँको 750 वर्ग मिटर भन्ने छ। यो तपाईँ कुन एरियाको हो त? तपाईँको सहरी हो कि काठमाडौँ उपत्यका हो कि तपाईँको प्रयोजन कृषि हो कि अथवा आवास हो भन्ने आधारमा यसरी यो काउ लेखेको छु मैले छोटकरीमा। काउ भनेको काठमाडौँ उपत्यका हो, सहरी भनेको अब सहरी भइहाल्यो, सहरी अब अरू बाँकी कृषि। यो विभिन्न 5 वटा आधारहरू छन् यहाँनिर। यो आधारमा तपाईँले अङ्क प्राप्त गर्दै जानुहुन्छ। तपाईँको जमिन कुन अवस्थामा छ, कुन ठाउँमा छ, सहरमा छ कि ग्रामीण छ कि कृषि प्रयोजनका लागि हो कि अथवा उपत्यकाभित्र छ भन्ने आधारमा तपाईँले चौथो क्षेत्रफलको आधारमा यो तपाईँको यो यहाँनिर तोकिएको क्षेत्रफल जति छ, जस्तो 340 वर्ग मिटर, 750 वर्ग मिटर, यस्तो खालको चाहिँ तपाईँले यो वर्ग मिटरका आधारमा तपाईँको जग्गाको तपाईँको मूल्याङ्कन हुन्छ। र त्यसै गरी 5औं आधार हामीले मूल्याङ्कनको 5औं आधार छ, त्यसमा 10 अङ्क प्राप्त गर्न सकिन्छ। 10 अङ्क अधिकतम अङ्क रहेको छ र यसमा खेतीपाती सहित बसोबास गरेको छ वा घरबास मात्र छ वा खेतीपाती मात्र वा व्यावसायिक उद्योग वा बाँझो छ। यी विभिन्न अप्सनहरू छन्। त्यो अप्सन अनुसार तपाईँले अङ्क प्राप्त गर्दै जानुहुन्छ। बुझिसक्नु भएको छ। त्यसै गरी आबाद कुमतको अवस्था 40 वर्षदेखि भन्दा बढी समयदेखि कमाइ आउनु भएको छ भने अब त्यसै गरी 25 देखि 39 वर्षसम्म अथवा 17 देखि 25 वर्षसम्म वा 13 देखि 16 वर्षसम्म वा 10 देखि 12 वर्षसम्म यो यति वर्षसम्म तपाईँले आमद कुमत गर्दै आउँछ भने छेउमा देखिएको प्राप्ताङ्क तपाईँले प्राप्त गर्दै जानुहुन्छ। त्यसै गरी अन्तिम आधार अन्यत्र जग्गा भएको नभएको भनेको अब घर घडेरी वा जग्गा अन्यत्र कति छ त तपाईँको कति एमाउन्टमा छ भन्ने आधारमा तपाईँले गर्नुहुन्छ। घर घडेरी अब 340 वर्ग मिटर हो, यो 3000 वर्ग मिटर भन्ने छ र यो वर्ग मिटर हो। जति पनि अङ्क देख्नुहुन्छ तपाईँले वर्ग मिटर हो। तपाईँसँग भएको घर घडेरी जग्गा अलरेडी कति छ त तपाईँसँग, छ वा छैन, अथवा छँदै छैन वा छ भने कुन एमाउन्टमा छ, यो विभिन्न क्षेत्रफलको आधारमा तपाईँलाई अङ्क प्राप्त गर्दै जान्छ। यी 7 वटा अङ्कबाट तपाईँले कुल 100 अङ्क मध्ये 75 अङ्क प्राप्त गर्नुभयो भने तपाईँ क वर्गमा पर्नुहुन्छ। क वर्गमा पर्नु भनेको सबैभन्दा बढी राजस्व तिर्ने वर्गमा तपाईँ पर्नुभयो। 66 देखि 75 अङ्क प्राप्त गर्नुभयो भने तपाईँ ख वर्गमा पर्नुभयो र त्यसै गरी 56 देखि 65 मा
तपाईँ ग, 46 देखि 55 मा तपाईँ घ, 36 देखि 45 मा तपाईँ ङ, 26 देखि 35 सम्म तपाईँ च, त्यसपछि 16 देखि 25 सम्म तपाईँ छ, त्यसपछि 15 देखि सोभन्दा माथि अङ्क तपाईँ ज। यसरी तपाईँको वर्ग कुन समूहमा पर्नुहुन्छ भन्ने कुरा माथिको मूल्याङ्कनका आधारमा त्यहाँ र्याङ्किङ नम्बर दिँदै 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 जाँदा प्लस हुँदै आउँदाखेरि कुल सङ्ख्या कति प्राप्त गर्नुभयो, कुल अङ्क कति प्राप्त गर्नुभयो, त्यसले तपाईँको वर्ग निर्धारण गर्छ। अब त्यो वर्ग निर्धारण गर्नका लागि चाहिँ तपाईँसँग भएका सम्पत्तिका विवरण, तपाईँको जग्गाको अवस्था हेरेर पत्ता लाग्छ, हेरेर थाहा हुन्छ, त्यसलाई अवलोकन गरेर थाहा हुन्छ होइन। त्यसरी तपाईँको मूल्याङ्कन गरिन्छ। र अब तपाईँको यहाँनिर कदेखि ज वर्गसम्म तपाईँ कुन वर्गमा पर्नुभयो भन्ने कुरा यसले निर्धारण गर्यो। अब यति भइसकेपछि पहिलो चरणको अव्यवस्थित बसोबासीको कुन वर्गमा पर्न गइयो आफू भन्ने कुरा चाहिँ यतिसम्ममा आएपछि सकिन्छ। अब अर्कोमा अनुसूची 23 क भूमि सम्बन्धी नियमावलीको 21औं संशोधनको अनुसूची 23 कमा अब हामीले अब अङ्कभार, कुल अङ्कभार, अब राजस्व निर्धारणका लागि कुल अङ्कभार निर्धारण गर्ने काम हुन्छ। अव्यवस्थित बसोबासीको वर्गको कुन वर्गमा तपाईँ पर्नुहुन्छ, त्यो वर्ग अनुसार तपाईँले प्राप्त गर्ने अङ्क कति हो भन्ने कुरा यतापट्टि अनुसूची 23 क भनेको वास्तवमा यो छेउमा राखेर नराखिकन हिसाब गर्न सकिँदैन। तपाईँ कुन अवस्थामा छ भन्नका लागि 23 क भन्ने जुन अनुसूची छ त्यो छेउमा राखेर हेरेर आफू कुन वर्गमा पर्छु भन्ने कुरा हेरेर मात्रै अब यहाँ यसपछिको हिसाब हुन्छ। जस्तो अव्यवस्थित बसोबासीको वर्ग जमा पर्नुभयो भने तपाईँले 5 अङ्क प्राप्त गर्नुहुन्छ, 5 अङ्क होइन। र त्यसै गरी तपाईँले अव्यवस्थित बसोबासीको वर्ग कमा पर्नुभयो भने तपाईँले 97 अङ्क प्राप्त गर्नुहुन्छ। अब यता 5 अङ्क, यता 97 अङ्क। अब मैले अघिदेखि हजुरलाई के भन्दैछु भने जसले जति धेरै अङ्क प्राप्त गर्छ त्यसले त्यति धेरै राजस्व तिर्नुपर्ने हुन्छ। मान्नुहोस् अब तपाईँ क वर्गमा पर्नुभयो, 97 अङ्क प्राप्त गर्नुभयो। त्यसै तपाईँ क वर्गमा 5 अङ्क प्राप्त गर्नुभयो। मान्नुहोस् तपाईँ चाहिँ ङ वर्गमा पर्नु भएको छ भने तपाईँले 22 अङ्क प्राप्त गर्नुहुन्छ। यो 22 जति धेरै अङ्क प्राप्त गर्दै जानुहुन्छ त्यो अङ्क चाहिँ तपाईँको राजस्वको न्यूनतम सरकारी दर रेटमा इन्टु भएर जाने हो। त्यसैले त्यो चाहिँ सूत्र हेर्दाखेरि थाहा हुन्छ। त त्यसो हुँदा अब जग्गाको क्षेत्रफल तपाईँसँग कति छ, किनभने कम क्षेत्रफल हुँदा कम राजस्व, बढी क्षेत्रफल हुँदा बढी राजस्व हुने नै भयो। अनि जग्गाको न्यूनतम मूल्याङ्कन कस्तो छ, जस्तो मूल्याङ्कन भनेको सरकारी मूल्याङ्कन, हाम्रो सरकारले नै सरकारी मूल्याङ्कन गरेको छ, वेबसाइटमा तपाईँले पाउनुहुन्छ हाम्रो जग्गा कुन मूल्याङ्कनमा पर्छ भन्ने कुरा पाउनुहुन्छ। यदि मूल्याङ्कनै भएको छैन भने त्यसलाई मूल्याङ्कन गराउनु पर्ने हुन्छ। जग्गा चाहिँ यो पूर्जा वितरण गर्नुभन्दा अगाडि अथवा राजस्व निर्धारण गर्नुभन्दा अगाडि मूल्याङ्कन गर्नुपर्ने हुन्छ। अब त्यो मूल्याङ्कन गर्दाखेरि के आधार हुन्छ त भन्दाखेरि नजिकै साथ जोडिएको जग्गाको सरकारी मूल्याङ्कन जति छ त्यही आधारमा मूल्याङ्कन गर्छ, सरकारले मूल्याङ्कन गर्छ। र मूल्याङ्कन गरिसकेपछि त्यसको अङ्क, कुल अङ्क, मूल्याङ्कनको एकाइ अङ्क आउँछ र तपाईँको जमिन जति छ त्यो अनुसार चाहिँ इन्टु भएर त्यसको कुल मूल्याङ्कन निस्कन्छ। जस्तो प्रति कट्ठाको मूल्याङ्कन 1 लाख छ भने तपाईँसँग 5 कट्ठा हुँदा तपाईँसँग त्यो कट्ठाको मूल्याङ्कन सरकारी मूल्याङ्कन 5 लाख हुने। 5 लाख तुरुन्त 5 लाखको 5 लाखै तिर्नुपर्छ भन्ने होइन। जस्तो यहाँ अचम्मको कुरा के छ भन्दाखेरि क वर्गको व्यक्तिले 200% सरकारी मूल्याङ्कनको 200% सम्म रकम तिर्नुपर्ने हुनुहुन्छ अधिकतम। जस्तो मान्नुहोस् म अहिले धनगढी उपमहानगरपालिकामा छु र म ज वर्गको व्यक्ति हो र के अरे क वर्गको व्यक्ति हो। क वर्ग भनेको सबैभन्दा उच्चतम व्यक्ति हो र मेरो अगाडि रहेको जमिन चाहिँ सरकारी मूल्याङ्कनमा 1 लाखको जमिन हो भने अब मैले सबै आधारमा म क वर्गमा पर्छु, मेरो अवस्था त्यही किसिमको छ, मेरो जग्गाको एमाउन्ट पनि हाई लेभलमा छ, सबै कुरा हाई लेभलमा छ भने मैले 1 लाख सरकारी दर रेट हुँदा त्यसको झन्डै 2 लाख रुपियाँ मैले तिर्नुपर्ने हुन्छ। यो चाहिँ कस्तो छ भन्दा जसको अवस्था राम्रो छ उसलाई डिस्करेज गर्ने हिसाबले पनि यो नियम बनाएको हुनसक्छ। जसको अवस्था एकदम कमजोर छ उसले चाहिँ त्यसको 25% लगभग त्यही 25%को ठ्याक्कै प्रतिशत यति नै भन्न सकिँदैन, किनभने अहिले म सूत्रमा तपाईँलाई देखाउँछु। अब तिर्नुपर्ने हुन्छ। जस्तो 1 लाख हुन आउँदाखेरि त्यसले 25,000 मात्रै तिर्न पर्ने स्थिति हुनसक्छ। यो 5 वटा आधारहरूको कसले कसरी प्राप्त गर्छ भन्ने कुराका लागि 23 को अनुसूची क मा हेरेर मात्रै थाहा हुन्छ। त्यसबाट तपाईँले प्राप्त गर्न सक्छ,
के अरे जानकारी लिन सक्नुहुन्छ। अब म एउटा उदाहरण दिन्छु तपाईँ। ज वर्गको व्यक्ति, यहाँनिर मैले प्रश्न लेखेको छु। कुनै व्यक्ति क वर्गमा क वर्गको व्यक्ति, कुनै व्यक्ति क वर्गमा पर्छ, बसोबासका लागि उसँग 250 वर्गमिटर जमिन छ। यसको मूल्याङ्कन सरकारी मूल्याङ्कन 35 लाख छ, जसमा ग्राभेल मोटर बाटो पनि छ। स्थान नगरपालिकाको ग्रामीण क्षेत्र हो। यसले तिर्नुपर्ने राजस्व कति होला? अब हेर्नुहोस् है, अब कसरी निर्धारण हुन्छ। अव्यवस्थित बसोबासीको ज क वर्ग है, यो यहाँनिर क वर्ग हुनुपर्ने थियो, ज वर्ग भएको छ। बसोबासीको ज वर्ग नै हो। उदाहरण एक ज वर्गको कुरा गर्दैछु। उच्चतम वर्गको के अरे ज वर्गको भनेको न्यूनतम वर्गको भनेको एकदम कम राजस्व तिर्नुपर्ने व्यक्तिले कति तिर्छ त भन्ने कुरा कन्डिसन। ज वर्गको व्यक्तिको 250 वर्गमिटरमा र मूल्याङ्कन 35 लाख भएको, ग्राभेल मोटर बाटो भएको, ग्रामीण क्षेत्रको कति तिर्नुपर्छ भन्दाखेरि ऊ ज वर्गको भएको हुनाले अब अघि वर्ग अनुसार तपाईँलाई अङ्क आउने हो। ज वर्गकोले चाहिँ 5 अङ्क प्राप्त गर्यो। जग्गाको क्षेत्रफल 2 अङ्क, किनभने अब क्षेत्रफल कति क्षेत्रफलका लागि कति अङ्क दिने भनेर यो अनुसूची अघिल्लो जुन मैले तपाईँलाई अघिल्लो स्लाइडमा जुन देखाएको छु, त्यो स्लाइडमा दिएको अनुसूचीमा दिएको अङ्कका आधारमा उसले 2 अङ्क प्राप्त गरेको छ। त्यो तालिकामा हेर्नुपर्छ। त्यसका लागि जग्गाको मूल्याङ्कनका आधारमा 7 अङ्क प्राप्त गरियो व्यक्तिले। बाटोको पहुँच भएको आधारमा उसले 6 अङ्क प्राप्त गर्छ र जग्गा रहेको स्थान नगरपालिकाको ग्रामीण क्षेत्र भएको हुनाले उसले 5 अङ्क प्राप्त गर्छ। र कुल यो 5 वटा जोड्दैखेर 5 + 2 + 7 + 6 + 5 गर्दाखेरि 25 अङ्क उसको टोटल अङ्क हुन आयो है। यो सबैभन्दा कम तिर्नुपर्ने व्यक्तिको हकमा कुरा गर्दैछु भने अब के हुन्छ, दस्तुर कसरी निर्धारण हुन्छ भने कुल अङ्कभार भनेको 25, जग्गाको न्यूनतम मूल्याङ्कन भनेको माथि क्वेसनमा छ 35 लाख, 25 × 35 डिभाइडेड बाई 100 अथवा 100 ले त्यसलाई भाग गर्नु पर्यो। अब हेर्नुहोस् है यहाँ कस्तो हुन्छ। कुल अङ्कभार 25 अथवा 25 भनेको 25% मूल्याङ्कनको 25% तिर्नुपर्ने भन्ने तरिकाले बुझ्दा पनि हुन्छ। जग्गाको कुल मूल्याङ्कन 35 लाख, अब 25 × 35 डिभाइडेड बाई 100 गर्दाखेरि 8,75,000 तिर्यो भने यो ज वर्गको व्यक्तिले 8,75,000 मा 35 लाखको सरकारी मूल्याङ्कनको जमिन प्राप्त गर्ने भयो। यो चाहिँ न्यूनतम कुरा गर्दाखेरि तपाईँले बुझ्नुभयो होला। ज वर्ग सबैभन्दा कमजोर वर्गको व्यक्ति छ, जसको जमिनको मूल्याङ्कन न्यूनतम 35 लाख छ र अब उसको यी विभिन्न माथिका 1 2 3 4 5 वटा कन्डिसन छ र कन्डिसनमा दिएको अङ्क तालिका हेरेर मात्रै निकाल्न सकिन्छ, त्यतिकै भन्न मिल्दैन। तालिकामा कसलाई कति अङ्क दिने भन्ने कुरा क्लियर छ हैन, तालिका हेर्नुपर्ने हुन्छ जो अघिल्लो मैले स्लाइडमा देखाएको थिएँ। र त्यो गर्दाखेरि अब 25 × 35 डिभाइड बाई 100 गर्दाखेरि 8,75,000 राजस्व तिर्यो भने अब त्यो जमिनको पूर्जा त्यो व्यक्तिलाई दिन मिल्ने। अब अर्को उदाहरण हेरौँ। व्यक्ति घ वर्गको हो हैन, व्यक्ति घ वर्गको छ र अघिकै सेम कन्डिसन छ। अब घ वर्गको भन्ने बित्तिकै उसले अघि चाहिँ अव्यवस्थित बसोबासीको ज वर्गको हुँदा उसले 5 पाएको थियो भने यहाँ 35 भयो। हेर्नुहोस् है, अङ्क त्यसै बढिहाल्यो, 35, 5 बाट 35 पुग्यो। एकैचोटि घ वर्गको कुरा गर्दैछौँ। त्यसै गरी जग्गाको क्षेत्रफल अरू बाँकी कुराहरू अघिकै जस्तो हुन्छ र अघि चाहिँ उसले टोटल 25 प्राप्त गरेका थियो अङ्कभार भने अब चाहिँ उसले अङ्कभार 55 प्राप्त गर्यो। 55 प्राप्त गर्ने बित्तिकै उसले तिर्नुपर्ने 19,25,000 हुन आयो। अघि 8 लाख थियो, अहिले अब 19,25,000 हुन आयो है। तपाईँले यसलाई एकचोटि राम्ररी हेर्नु होला हैन। यो भयो। अब अर्को उदाहरणमा म तपाईँलाई जान्छु। त्यो व्यक्ति उन्नत वर्ग भनेको सबैभन्दा सम्पन्न वर्गमा पर्छ। सेम कन्डिसन, सम्पन्न वर्गमा परेको व्यक्तिले सुरुमै चाहिँ उसले प्राप्त गरिहाल्यो 97 अङ्क, 97 अङ्क। त्यसै गरी जग्गाको क्षेत्रफल चाहिँ 2 अङ्क र अघिकै जस्तो अङ्क गर्दाखेरि उसले कुल अङ्क 117 अथवा 117% हुन आयो र उसले तिर्नुपर्ने दस्तुर भनेको चाहिँ अब यहाँनिर 35 लाखको जमिनका लागि उसले 40,95,000 सरकारी दर रेटको 35 लाखको जमिनलाई 40,95,000 तिर्नुपर्ने भयो। हेर्नुहोस् है, यो कसरी भन्दाखेरि अब यहाँनिर उसको अवस्था, अरू सबै कुराको अवस्था राम्रो छ, उसँग अलरेडी जमिन छ, उसको अवस्था
सम्पन्न फ्यामिलीको हो, सहरको जग्गा छ भने यति तिर्नुपर्ने हुन आयो भनेपछि यो मात्रै उदाहरण हो। यस्ता कैयौँ उदाहरण हुन सक्छन्। यो उदाहरणहरूलाई त्यो अनुसूचीमा दिएको अङ्कभार निर्धारण गर्ने जुन तालिका छ त्यो तालिका हेरेर प्रत्येक व्यक्तिले प्राप्त गर्ने जमिनको हिसाब निकाल्न सकिन्छ। अलिकति जटिल छ तर पनि यसलाई हामीले बुझ्न सक्छौँ। हस्, धन्यवाद।